राजनीति पनि त्यही वरिपरिबाट हुन्छ। तपाईले फेसबुक चलाउनु भएकोले तपाईलाई दोष लाग्न पनि सक्छ। दललाई तल चिन्दै हिँडेका छन् यो देशका मौरीहरू पनि। 58 साल जेठ 19 गते रानो वीरेन्द्र किचिएपछि ती मौरीहरू, रानो बिनाका मौरीहरू डुच्किएर जुनसुकै गाईलाई चिन्दै हिँडेका छन्। अहिले मलाई गाली दिन सक्छन् उनीहरूले। मलाई चिल्नु भनेको रानो बिनाका मौरीले गाईको बाछा चिल्नु जस्तै हो। जुसुकै एकअर्कामा गाली गरेर बसेका छन्। ती बिच्केका मौरी हुन्, रानो बिनाका मौरी हुन्। अहिले एउटा घण्टा पार्टी भन्ने बनाएको छ दरबारले। त्यसको गिरोह डेटिङमा जम्मा भएको छ। कतै बाख्राले सिङ र पुच्छर जोडेको छ, त्यही बाख्राले उठाएको यो सिङ पनि, यो पुच्छर पनि मैले भनेकै थिएँ। बाख्राले यसरी जिउ बङ्ग्याएर सिङ र पुच्छर जोडेको थियो। सुल्फेर घन्टेलाई जोड्ने गनगनेहरू नि हुन्। उनीहरू एकै ठाउँ देखेपछि तपाईँले बुझ्नुभयो होला। ओलीले त्यो घण्टाको महाधिवेशनलाई पनि भेल्यु दिएनन्। तल्लो तहबाट प्रदीप गेवाली बाजेलाई पठाएर नातिहरूलाई पाठ पढाइदिए। उल्टै हुटिङ गरे होलान्। बैगुनीहरू निम्ता गरेको पाहुनालाई दुर्व्यवहार गरे होलान्। तर काङ्ग्रेसले चाहिँ सिधै सभापति भनिएको गणगने नि पठाउनु जानु भनेको चाहिँ त्यो उनीहरूकै सेटिङ हो, सल्लाह हो। हामी यताबाट काङ्ग्रेस कब्जा गर्छौँ दरबारीहरू, तिमीहरू त्यताबाट छिर्के मिर्के मण्डलीहरू फेसबुक कब्जा गर। हरिया मण्डले काङ्ग्रेसमा, राता मण्डले एमाले भित्र छिरेका छन्। एमाले फुटाउन खोज्ने चाहिँ जन्तरे खनाल, वामदेव गोतामे, भैँसी पाट्यो गुरु ब्याउन कति खोजेको थियो, प्रधानमन्त्री हुन कति खोजेको थियो। वामदेवका मान्छे अझै योगेश भट्टराईहरू, त्यहाँ बैगुनी केटाहरू एमाले भित्रै छन्। झलेका साडुभाइ, जन्तरे खनालका साडुभाइ चाहिँ सुरेन्द्र पाण्डेहरू अझै पनि एमाले भित्र अन्तर्ध्वंस गरिरहेका छन्। राता मण्डलहरू कम्युनिस्टमा छिरेका हुन्छन्। हरिया मण्डलहरू काङ्ग्रेसमा सुवर्ण शमशेरदेखि गणेशमान, जनतालाई भेडा भन्ने पाडा गणेशमान, कृष्ण प्रसाद, जनताको गणतन्त्र सरापेर मर्ने 100 वर्ष राजा रहन्छ भनेर चाहिँ गणतन्त्रलाई सरापेर राजाको सेवा गरेर मर्ने कृष्ण प्रसाद गोर्खाली, राजाको जिल्लाका भान्से बाहुनहरू बोलाउँदै दरबारले प्रधानमन्त्री बनाउँछ। बाबुराम भट्टराईलाई बनायो, कृष्ण प्रसाद भट्टराईलाई बनायो। अनि देवीबाद, थापा यिनीहरू रोयलिस्टहरू हुन्। शाही काङ्ग्रेस भएको छ। राता मण्डले कम्युनिस्टमा, हरिया मण्डले काङ्ग्रेसमा, थिर्के मिर्के मण्डले फेसबुकमा, घण्टामा। यता हर्के भन्नेले पनि एउटाले पार्टी खोल्या छ अरे, के अरे मातो धुलो पार्टी, राई लिम्बूलाई मुर्गा बनाउने पार्टी, ढुङ्गा बोका ढाक्रे हो, भरिया बन ढाक्रे हो भनेर श्रम शोषण अभियान चलाएको छ। आजका जमानाका मान्छेलाई कामको ज्याला दिँदैन, उद्योगहरू तलब खान्छ, क्युआरबाट लाख लुट्छ, संसदबाट लाख बुझ्छ, अनि साधारण मान्छेलाई चाहिँ जोत्छ, फ्रीमा जोत्छ। रक्सी खान पाएकै छौ, मासु खान पाएकै छौ, तरुनी हेर्न पाएकै छौ, तिमीहरूलाई के चाहियो त भन्दा बढी भनेर चाहिँ श्रम शोषण अभियान चलाएको छ हर्कस भाङराङले। उसले राई हो, हगराज राई हो, तर उसले नाम लिम्बूलाई मुर्गा बनाउन साम्पाङ भनिदिया छ। लिम्बूकी छोरी उडाइदियो। तैपनि हगराज साम्पाङ मानेको चाहिँ निर्दोषै मान्छे हो, जनजाति हो, गणतन्त्रवादी छ। काठमाडौँको घण्टाको गिरोहसँग मिल्दैन। ओलीको कितामा गयो। यो एउटा तपाईँले कहाँबाट मोबाइल भेटेर मलाई नेगेटिभ कमेन्ट गर्दैछ, त्यसलाई ब्लक गरिदिइहालौँ पहिला। कति सस्तो हो मोबाइल पनि, ढाक्रेहरू पनि मोबाइलवाला भएका छन्। बत्तीमा लाउरीले बिर्सेर गएको मोबाइल समातेर भाँडा मान्ने सोक्टा पनि मोबाइलवाला भएर टिकटक खोलेर मुकुन्देलाई तुच्छ प्रश्न गर्छ। त्यसलाई ठाउँको ठाउँ ब्लक गरिदिन्छु। एमालेको अध्यक्ष को हुन्छन्? एमालेको अधिवेशन भयो नि, अध्यक्ष ओली छन्। ओली मोर्चा छोडेर भाग्दैनन्, दुश्मनसँग आमाने सामाने जुधिरहेका छन्। अहिले पार्टीलाई आपत परेको बेला नेतृत्व छोडेर ओली भाग्दैनन्। त्यस्तो भगौडा होइनन् ओली। ओलीले पार्टीलाई जिउँदो जाग्दो सग्लो बनाएर आफ्ना भाइहरूलाई
हस्तान्तरण गर्छन्। त्यस पछाडि ईश्वर पोखरेल छन्, त्यस पछाडि विष्णु पौडेल छन्। शत्रुले थाहा पाएर विष्णु पौडेलमाथि एट्याक गरेको छ। पहिला पहिला गिरिजाका मान्छेलाई दरबारले हान्थ्यो, गिरिजालाई हान्न नसकेर गिरिजाका दायाँ बायाँका खुम्बार खड्का, विजय गच्छदार, जेपी गुप्ता, चिरञ्जीवी वाग्ले, गोविन्द्र जोशीहरूलाई दरबारले देउवा मार्फत अख्तियार बनाएर एट्याक गर्थ्यो। अहिले गिरिजाहरूले ग्रान्ड डिजाइन भन्न नसकी डबल डिजाइन भनेर दरबारलाई नै पार्टी बुझाएर गएका छन्। अब काङ्ग्रेसलाई अख्तियारले एट्याक गर्दैन, सम्पत्ति शुद्धिकरणले हेर्दैन। अब एमालेसँग झगडा छ। अहिले ओली र ज्ञानेन्द्र झगडा गरेका छन्। हिजो गिरिजा र ज्ञानेन्द्रको झगडा हुँदा ज्ञानेन्द्रले अख्तियार मार्फत गिरिजाका मान्छेलाई एट्याक गर्थे। अहिले ओली र ज्ञानेन्द्रको झगडा छ, ओलीका मान्छेलाई एट्याक गर्छ। विष्णु पौडेल चाहिँ अब लक्ष्मीले पत्याका विष्णु नारायण हुन्। उनी अर्थमन्त्री भएपछि बजेटको खोलो बग्छ देशमा। लक्ष्मी मसक्कै मस्किन्छन्। सेयर मार्केटमा उछाल आउँछ। भरतमोहन अधिकारीका अर्का अवतार हुन् विष्णु पौडेल। उनी रक्षा मन्त्री भए, देशको सबै भित्री कुरा बुझे, गृहमन्त्री भए, अर्थमन्त्री भए, उप प्रधानमन्त्री भए, प्रचण्ड र ओलीको संयुक्त महासचिव भए र प्रधानमन्त्रीको रूपमा वेटिङ क्यान्डिडेट हुन् उनी। र उनलाई चाहिँ बदनाम गर्न दरबारले त्यो एक एट्याक गर्छ। छानबिन गर्ने हो भने तपाईँको पेटमा पनि मुटु कलेजो मात्रै छैन, आन्द्रा मुढी पनि छन्, गोमुत पनि छ। छानबिन कसलाई गर्ने, किन गर्ने भन्ने हुन्छ। छानबिनै गर्दा भने गाईलाई पनि भ्रष्टाचारी भन्न सकिन्छ। त्यो सौन्दर्यको लागि रोपेको दुबो किन खाइ गाईले, त्यसलाई पनि चाहिँ छदाउनु पर्ने हुनसक्छ। भैँसीलाई पनि चाहिँ जहान पाल्ने भैँसीलाई पनि फोहोरी भन्न सकिन्छ। पुच्छरको त्यो हिलो किन चाहिँ दुधका भाँडातिर उसिट्याएको छ, झिङ्गा मार्ने कि हिलो उसिट्याउने, भैँसीको काम के हो भनेर त्यसलाई पनि भ्रष्ट भन्न सकिन्छ। र कसलाई छानबिन गर्ने भन्ने कुरा हो। हुन त खान नपाएका सुँगुरहरू अगाको सुँगुर भेट्यो भने भाला हानिहाल्नुपर्ने, बजार पठाइहाल्नुपर्ने, यस चर्चाले गर्दा खोर साँगुरो हो। सामन्तले थुपारेको गोबर खान पाइएन भनेर दुब्ला सुँगुरहरूले मोटा सुँगुरको आरिस गर्छन्। तर भ्रष्टाचार भन्ने बकवास कुरा हो। तपाईँ खान नपाउने मान्छेलाई तर्साउने कुरा हो। अरूले खाएका छन्, खप्पै खाएका छन्, मैले चाहिँ केरै खाएछु भन्ने पारेर तपाईँलाई चाहिँ डिप्रेसनमा लानलाई यो भ्रष्टाचार भनिन्छ। भ्रष्टाचार भनिए जस्तो भएको हुँदैन। पक्कै पनि पार्टी चलाउनेहरूले चाहिँ जी आक्रमण गराउनेहरूले अर्बौं करोडौं खर्च गरेका हुन्छन्। त्यो उठाउनलाई चाहिँ कतैबाट अर्थमन्त्रीले अलिकति सूचना चुहाएर पनि माडवारीबाट पैसा लिनुपर्ने हुन्छ। त्यो चाहिँ देश चलाउनेको कुरा हो। तर व्यक्तिलाई भ्रष्टाचारी भन्न त्यो बेकार कुरा हो। कुनै सुँगुर अलिक खन्चुवा हुन्छन्, त्यसलाई सुँगुर भनेर घृणा गर्नुपर्छ। कुनै बोका अलि उक्लुवा हुन्छन्, त्यसलाई बोका भनेर चेप्वा लाउनुपर्छ। तर भ्रष्टाचार भन्नु सुँगुरहरूको पेसा हो। भोका सुँगुरहरू भ्रष्टाचार भन्ने हल्ला गर्दै कुद्या हुन्छन्। अनि बलात्कार भन्ने बोकाहरूको चाहिँ कुण्ठा हो। विदेशमा एक्लै बसेका हुन्छन्, स्वास्नी छोराछोरीसँग भन्दा टाढा हुन्छन्, सुल्टिनी सम्बिनी जिस्काउन पाएका हुँदैनन्। अनि बलात्कार सक्यो, मेरो पनि सक्यो भनेर चाहिँ माया मारेर बसेका हुन्छन्। त्यो बलात्कार पनि भनिए जस्तो भएको हुँदैन। हल्ला बढी हो। भ्रष्टाचार पनि हल्ला बढी हो। र प्रतिस्पर्धीहरूलाई फसाउनका लागि भ्रष्टाचार भनिन्छ। लोकतन्त्रलाई भ्रष्टाचारी भनेर दरबारले राजतन्त्र फर्काउन खोजिरहेको छ। जनताले खाएको मात्रै अवैध अरे, राजा महाराजाले पुस्ता खाएको चाहिँ वैध अरे, उनीहरू चाहिँ सदाचारी अरे। 46 सालदेखि यताको मात्रै छानबिन गर्ने अरे। वीरेन्द्रले दिए बहुदल दिए, वीरेन्द्रका जनता नेता भए, वीरेन्द्रका मान्छे सप्रे साउ महाजन भए। हिजो खाली खुट्टा हिँड्नेहरू अहिले भटभटेमा स्वास्नी बोकेर हिँड्ने भए। हिजो चाहिने वनपातमा चाहिने जुका सोर्दै, भुसुना सोर्दै, काँडा टेक्दै हिँड्नेहरू आज राजमार्गमा, चिल्ला सडकमा, पुष्पलाल मदन भण्डारी राजमार्ग, बिपी राजमार्गमा चाहिने हिँड्ने भए। अनि गणतन्त्रले, लोकतन्त्रले जनतालाई गरी खुवायो। अनि यो गणतन्त्रलाई भ्रष्टाचारी भन्ने अरे। 46 सालदेखि यताको मात्रै छानबिन गर्ने अरे।